मलाई यो के कुरा गरे होला भने जस्तो लागेको थियो वास्तवमा। टाइटल झोलामा हालेको थियो र आज पनि हाम्रो वान शट वान कटको टाइटल अझ पनि प्रोसेसमा छ। अराज र मोहितको विश्वास अनि तपाईहरुको साथ व्हाट इज वी नीड। जय जादव। निकै गाह्रो थियो, गर्न सकिँदैन होला भन्ने भइरहेको थियो। एकदमै च्यालेन्जिङ कुरा थियो बिकज फर्स्ट टाइम मुभी पनि गर्ने एन्ड देन सबैभन्दा लामो फिल्म खिच्ने सिनेमाटोग्राफरको रूपमा पनि रेकर्ड रह्यो। अर्को रेकर्ड यसको राइटर डाइरेक्टर जसले वान शट मुभी डाइरेक्सन गर्नुभयो लेख्नुभयो उहाँको पनि रेकर्ड रह्यो। गिनिस बुक वर्ल्ड रेकर्ड राख्ने मात्र होइन, संसारका सबै फिल्म इन्डस्ट्रीहरूलाई च्यालेन्ज गरेर अथवा भनौँ प्रतिस्पर्धीको रूपमा मानेर सबै माझ रेकर्ड राखेर हामीलाई चिनाउने, छाती चौडा बनाउने दुई युवालाई म अगाडि आमन्त्रण गर्छु, अराज केशव र मोहित मुनाल। अबका लागि दर्शक माझ पुग्नुपर्ने ठुलो कुरा हो। 3 करोड नेपाली जनता माझ पुग्नु पर्यो अब यो चलचित्र, अथवा भनौँ नेपालीहरूले हेरिदिनु पर्यो यो चलचित्र, लगानी सजिलै उठिदिनु पर्यो अनि गरेको कामलाई के कस्तो छ भनेर मूल्याङ्कन गरिदिनु पर्ने बेला भएको छ। यो कल्पना पनि गर्न नसकिने कुरा, फिल्ममा कुनै पनि टेक नहुने अथवा रिटेक नहुने, एकचोटि जब क्यामेरा अन भयो कन्टिन्यू अन भइ नै राख्यो, कहाँ गर्न सक्यो फिल्म सकिसके पछाडि, त्यो पनि 2-4 मिनेटका लागि पनि होइन, यो कन्टिन्यू 2 फिल्म खिच्नका लागि रेकर्ड राखेको कुरा हो। चलचित्रलाई भयो भनेदेखि सुखद समाचार हामी चलचित्र चलिसकेपछि पनि पाउँछौँ, किन भन्दा चलचित्र हेर्दाखेरि नेपाली चलचित्र हामी जुन हिसाबमा हेर्छौँ त्यो लेभलमा बनेको छ। रेकर्ड राख्ने हिसाबमा प्राविधिक दृष्टिकोणबाट त्यो काम भयो, तर चलचित्र पनि आफैमा एउटा मसलेदार चलचित्र बनेको छ। यो चलचित्रको कलाकार यसको शिखर पुरुष पनि हामी माझ हुनुहुन्छ जालोमा। 2 युवाले आँटेको सोचेको काममा साथ दिने व्यक्तित्व, अग्रज व्यक्तित्व, र त्यस्तै यो चलचित्रको अर्को कलाकार ह्यान्डसम हङ्क भन्दाखेरि सही रूपमा हुन्छ जस्तो लाग्छ, अनुप विक्रम साई। म अनुपलाई अगाडि नै बोलाउँछु, अहिले पछि बोलाउनु भन्दा अहिले बोलाइराखौँ। अनुप विक्रम साई। अर्को सशक्त कलाकार आवाज बुलन्द रेमन दास श्रेष्ठ। रेमनलाई पनि म अगाडि बोलाउँछु। हामी उहाँ धरानमा हुनुहुँदो रहेछ, सुटिङमा व्यस्त। अब चलचित्रको कलाकारको रूपमा मुना गौचन, यो चलचित्रको अर्को कलाकार भए। रविन दाईलाई पनि म अगाडि बोलाउँछु। यसो कतै उभिनु पर्ला दाई, होइन अहिले चाहिँ हजुर यथास्थानमा आसन ग्रहण गरौँ, यो मैले सम्मान गरेँ हजुरलाई। अब कलाकारहरूको कुरा गर्दा प्रकाश शाह, म धेरै धेरै शुभकामना दिन चाहन्छु। त्यस्तै हामीसँग दीप कुमार श्रेष्ठ निर्देशक हुनुहुन्छ, यहाँलाई पनि म आसन ग्रहणका लागि आग्रह गर्छु। सुवर्ण थापाजी अर्को निर्देशक, अघि मैले देखाएको थिएँ, यहाँलाई पनि म आसन ग्रहणका लागि आग्रह गर्छु। विश्व अनुराग मानसिंहको सबै प्रमुख अतिथिहरू, यहाँ पाल्नु भएको सबै पत्रकार साथीहरू, कलाकार साथीहरू, सबैलाई हाम्रो निम्तो स्वीकारेर यहाँ आइदिनु भयो, हौसला बढाउन आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। धेरै नबोल्नु भन्नुभयो, नरिताले थोरै बोल्नु पर्ला। पहिलो हाम्रो यो मुभी अनाउन्समेन्टको पहिलो प्रेस मिटमा पनि मैले भनेको थिएँ तपाईँहरू साथ दिनुहोस् हामी जित्छौँ भनेर, र आजको दिनमा गर्वसाथ एउटा छाती फुलाएर भन्न सक्छौँ हामीले जित्यौँ, हामीले गऱ्यौँ, हामीले इतिहास रच्यौँ र हामीले चाहिँ रेकर्ड ब्रेक गरेर देखायौँ। त्यसमा अब सबैको साथ छ यसमा। सबैलाई धन्यवाद छ, हाम्रो जालो टिमलाई धेरै धेरै धन्यवाद। जुन चाहिँ हामीले लक्ष्य लिएका थियौँ त्यो पुरा गर्न सबैले सहयोग गर्नुभयो। थ्याङ्क यू भेरी मच। हाम्रो आदरणीय दाजु अतिथि ग्रहण गरेर आइदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। र सम्पूर्ण अतिथिगण साथै सम्पूर्ण पत्रकारगण साथै जुन एउटा जालोलाई सपोर्ट गर्न जुन यो भिड देखेको छ त्यो सबैलाई चाहिँ धेरै धेरै धन्यवाद। आज जुन यो ठाउँमा बोल्ने मौका पाइरहेको छु, मेरो गुरु जेम्स प्रधानजीले उहाँबाट सिकायो मैले, जे एउटा जेम्स दाईलाई चाहिँ जुन एउटा भर्सटाइल भन्छ त्यही पद मैले पनि पाइरहेको छु, कतिखेर सिङ्गर कतिखेर केही होइन, त्यही हिसाबले चाहिँ उहाँलाई नै श्रेय जान्छ मेरो गुरु। र जुन यो जालो बन्यो यो मेरो टिम जसरी अब निर सरदेखि लिएर तपाईँको अब इन्डस्ट्रीको हस्ती सबै लिएर तपाईँको अब अहिलेको नयाँ कलाकारदेखि लिएर सबै टिम, तपाईँको स्पोर्ट बोयदेखि लिएर हाम्रो हरि टेक्निसियनमा अब क्यामेरामा हरि सबैको
ट्युनिङ मिलेर नै यो सक्सेस भएको, नत्र यो प्रोजेक्ट गइसकेको थियो। आज सफल छौँ त यो हाम्रो टिमको लागि, त्यसैले जय जालो टिम। थ्याङ्क यू। आसन ग्रहण क्रममा हाम्रो नरेशजीले उच्चारण गर्नुभएका सम्पूर्ण नामहरूप्रति मेरो अभिवादन र यो जालो सिनेमाको प्रपोजल लिएर अराजी जुन बेला कुरा गर्न आउनुभयो, मलाई यो के कुरा गरे होला भने जस्तो लागेको थियो वास्तवमा। अब त्यो यो सोच्दै नसोचेको अलिकति अभूतपूर्व खालको चाहिँ प्रवृत्ति बोकेको प्रस्ताव जस्तो लाग्यो र यसको सफलतामा जसरी थुप्रै मानिसहरू विश्वस्त हुन सकेका थिएनन् होला, म पनि विश्वस्त हुन सकेको थिइनँ। तर कथा असाध्यै रोचक थियो। यो एउटा कुरा यहाँहरूलाई निवेदन गरौँ कि यो सिनेमा वान शट फिल्मका रूपमा नभएर नर्मल फिल्मका रूपमा छायाङ्कन गरिएको भए पनि इक्वली इन्ट्रेस्टिङ सिनेमाको रूपमा यो चाहिँ सायद दर्शक समक्ष आउँथ्यो होला र त्यसलाई पनि गाना भएको, फाइट पनि भएको र प्रशस्त मात्रामा लोकेसन्स चेन्ज भएको यो गर्नका लागि साँच्चीकै कठिन जस्तो देखिने प्रोजेक्टका रूपमा मैले फिल गरेँ र आफ्नै लागि पनि यो एउटा ठुलो च्यालेन्ज हुने, चुनौती हुने सम्भावना यसले बोकेको मैले ठहराएँ। अब यसै पनि धेरै सिनेमामा अभिनय गरियो, अभिनयको एउटा लामो यात्रा सफरमा चाहिँ लागियो, हिँडियो। अब कुनै एउटा यतिको जोस, जाँगर, सोच भएको युवा शक्तिले नयाँ कुरा कुनै गर्न लागेको छ भनेदेखि त्यसमा सघाउनु आफ्नो दायित्व भन्ठाने र त्योभन्दा पनि ठुलो आफ्नै लागि एउटा च्यालेन्जका रूपमा, एउटा चुनौतीका रूपमा यो सदैव खडा रहन सक्ने प्रोजेक्टको रूपमा यो रहन्छ भने जस्तो मैले महसुस गरेँ। यो कुरा हामीले आज पोसिबल गरेर देखायौँ। त्यतिखेर पनि मैले भनेको थिएँ हाम्रो योगेश डिरेक्टरको पनि हामीले टाइटल झोलामा हालेको थियौँ र आज पनि हाम्रो वान शट वान कटको टाइटल अझ पनि प्रोसेसमा छ। मेरो विचारमा पक्का विश्वास छ यो अवश्य आउँछ भनेर, किनभने लिगल डकुमेन्ट्स कतिवटा कुरा फुलफिल हुनुपर्छ र हाम्रोबाट चाहिँ 100% दिएको छ। अब उहाँ रिजल्टलाई मात्रै बाँकी छ, होइन दिएको छ र अवश्य आउँछ भनेर हामीलाई विश्वास छ। र फिल्म बारेमा भन्नुपर्दा अब सबै कुराहरू उहाँले भनिदिनु भइसकेको छ र बेसी बोल्नुभन्दा पनि एक्सनमा बिलिभ गर्छु भन्दा पनि। थ्याङ्क यू भेरी मच। भने के भने तितो मिठो एक्सपिरियन्सको साथमा चाहिँ हामीले यो सुटिङ सघायो, त्योभन्दा फरक नपर्ला होइन अराज? अराज र मोहितको विश्वास अनि तपाईँहरूको साथ वाट इज वी निड। जय जालो। थ्याङ्क यू। नमस्ते सबैमा। सुरुमा जुन तरिकाले आरज दाइले अप्रोच गर्नुभएको थियो मुभीको लागि, सोच्दाखेरि त निकै गाह्रो थियो, गर्न सकिँदैन होला भन्ने भइरहेको थियो। पछि हात हालिहाल्यो, पछि फिल्डमा जाँदाखेरि यति गाह्रो भयो नि सोच्दै नसोचेको कुरा हामीले पुरा गऱ्यौँ। जब एउटा टिम र एउटा युनिटी मिल्दो रहेछ, जे कुरा पनि पोसिबल हुँदो रहेछ। इट वाज रियली नाइस एक्सपिरियन्स। सबैजना काम गर्दाखेरि जालो टिममा समावेश हुँदाखेरि निकै खुसी छु, गर्व लागिरहेछ आफैमा। थ्याङ्क यू। नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ मुना गौशन हो एन्ड दिस माई फर्स्ट टाइम डुइङ दि मुभी एन्ड मेरो लागि चाहिँ एकदमै च्यालेन्जिङ कुरा थियो बिकज फर्स्ट टाइम मुभी पनि गर्ने एन्ड देन 4 आवर्सको वान सट एन्ड देन मेरो लागि चाहिँ सानो कुरा थिएन। बट देन मेनुला दी हुनुहुन्थ्यो, वी अल नो कि मेनुला दी कस्तो राम्रो एक्ट्रेस हुनुहुन्छ भनेर। उहाँबाट चाहिँ मैले एक्टिङहरू हल्का सिकेँ, उहाँबाट लक्ष्मी दीसँग पनि सिकेँ। त्यसपछि चाहिँ मलाई हल्का कन्फिडेन्स बढ्दै गयो
अनि त्यसपछि जस्ट राम्रो एक्सपिरियन्स भयो हामीले सोचेको थिएन कि लाइक यत्रो 4 आवर्सको मुभी हामीले भ्याउँछ र गिनिज वर्ल्ड रेकर्ड ब्रेक गर्न सक्छ जस्तो फिल भएको थिएन मलाई बट देन हाम्रो टिम एकदमै सपोर्टिभ हुनुहुन्थ्यो एन्ड फाइनली वी डिड इट एन्ड आई डु रियली फिल प्राउड टु बी पार्ट अफ जालो टिम एन्ड थ्याङ्क यू सो मच एभ्री वान